यो दुनियाँ छ नि, यो दुनियाँ सब स्वार्थी चिक्नेहरू, सब स्वार्थी। हरेक मान्छे स्वार्थी हुन्छन्, हरेक मान्छे, आमा बाउ बाहेक हरेक मान्छे। आमा बाउले नै आश त गर्छन् होइन, छोरी कमाउला र एउटा राम्रो मान्छे बन्ला र पाल्ला भन्ने आश त हुन्छ सबैको। अनि तिमीहरू अहिलेको युवा युवतीहरू होइन, मेरो गर्लफ्रेन्ड लोयल, मेरो बुढी लोयल, मेरो बुढा लोयल, चिक्ने घोया लोयल, चिक्ने एउटाले मुझे ट्याक्क लाएर 5 लाखको गड्डी ड्याममा लाएर त्यसको खुट्टामा थचारिदियो भने ल छोडिदियो भाइ, तेरो गर्लफ्रेन्ड बिकिसक्यो। एउटा लिमिट हुन्छ क्या, एउटा मान्छेको नि एउटा बिक्ने लिमिट हुन्छ, बुझिस् नि? एउटा लिमिट हुन्छ, त्यो लिमिट चाहिँ आफूले पनि बनाउन सक्नुपर्छ के, त्यो लेभल। त्यही हो, यो दुनियाँमा कोही लोयल चाहिँ हुँदैन भन्ने मलाई लाग्छ। तिमीहरूलाई के कसो लाग्छ?